डाक्टर साहब हजुरलाई आफ्नै बारीमा उम्रेको सिस्नु खाँदाखेरि कस्तो भइरहेछ? साँच्चै भन्ने हो भने हामी त सिस्नु खाएर अहिलेसम्म यो किन बलियो भयो भन्दाखेरि सानो हुँदा सिस्नु मात्रै खाएर हुर्केको मान्छे हो हामी सानो छँदाखेरि अब अनिकालहरू लाग्थ्यो, खाना पुग्दैन थियो, अनि जङ्गल चारेर सिस्नु खोजेर ल्याएर हुर्केको हुनाले यो अहिलेसम्मको जुन तागत छ मलाई के लाग्छ भने उति बेलाको सिस्नु र यो सिस्नु र ढिँडो खाने भनेको एकदम राम्रो। ढिँडो पनि सधैँ त पाउँदैन थियो हामी हुर्किने बेलामा सिस्नु चाहिँ बेसी खाएको हो। अब ढिँडो पाउँदाखेरि ढिँडो र सिस्नु खाने, नपाउँदाखेरि सिस्नुसँग यसो अलिकति पिठो, सिस्नु र पिठो हालेर खोले बनाएर खाएर हुर्केको हुनाले एकदम राम्रो लाग्छ। अनि हजुरले फुल्के भान्सा घरमा आज आएर सिस्नु र ढिँडो मात्रै खानुभयो, अरू चाहिँ खानु भएन? किन हजुरलाई मन परेन अरू? किनभने उयो हो त नि, हामी सिस्नु र ढिँडो खाएर हुर्केको मान्छेलाई सिस्नु र ढिँडो खाएपछि एकदम डोज पुग्यो। लोकल कुखुरा मन परेन? मासु त कति खाने, अहिले जति पनि धेरै रोगहरू लाग्ने गरेछ नि मान्छेहरूले,